अब यस्तो छ, आरसिटी कम्प्लिट भइसकेपछि चाहिँ होइन, जस्तै अब आरसिटी गरिराख्नु भएको छ भने डक्टरले त्यति बेलै तपाईँले भन्नुहुन्छ साह्रो कुराहरू त्यो साइडबाट नखानु, किनकि अहिले दाँत कमजोर छ, किनकि हामीले पाल पारेको हुन्छौँ होइन, पाल पार्नै पर्छ रुट क्यानलमा। तपाईँको क्याभिटी एउटा साइडबाट भए पनि हामीले जहिले पनि त्यसमा चाहिँ तुथको चपाउने भागबाट नै हामीले ड्रिल गर्नुपर्ने हुन्छ प्रायः सबै तुथहरूमा है। त्यही भएर ड्रिल गर्दाखेरि अलरेडी तपाईँको एक साइडबाट खाल्डो छ, अनि हामीले फेरि बिचबाट राम्रो साइडबाट पनि बिचको भाग चाहिँ अब चपाउने भाग चाहिँ बलियो नै छ, तर त्यहाँ पनि हामीले ड्रिल गरिरहेको छ, अभियसली दाँत कमजोर हुँदै जान्छ किन। त्यही भएर ट्रिटमेन्ट चल्दाखेरि साह्रो कुरा नखानु भनेर भन्नुहुन्छ, त्यो आफूले केयर गर्नु पर्यो। ट्रिटमेन्ट सकिसकेपछि पनि होइन, अब पछाडिको तुथहरू प्रायः गरेर पछाडिको तुथहरू चाहिँ कस्तो हुन्छ भन्दाखेरि फ्र्याक्चर हुने चान्सेस हाई हुन्छ, किनकि अलरेडी हामीले क्याभिटी एक साइडमा छ, हामीले पल अर्को साइडबाट गरिरहेछौँ, अनि बिस्तारै त अब त्यो प्लस त्यसमा हामीले तुथको पल्पहरू नर्भहरू सबै हटाएको छौँ भनेपछि त बिस्तारै त्यसमा त अब लङ लास्टिङ हामीले जुन चाहिने उहरू छ, न्युट्रिसनहरू छ जुन तुथलाई, त्यो चिज पाउने भएन। नपाएपछि के हुने भयो त बिस्तारै बिस्तारै तुथहरू ब्रिटल हुँदै जाने भयो र बिस्तारै ब्रेक हुन्छ। त्यही भएर हामीले आरसिटी गरिसकेको पछिको दाँतमा चाहिँ पछाडिपट्टिको चपाउने दाँतहरू स्पेसली है, त्यसमा चाहिँ क्राउन राख्नु भनेर भन्छौँ। क्राउन नराख्दाखेरि के हुने भयो त, स्टडीले के देखाएको छ भन्दा, धेरै रिसर्चहरू भएको छ यसमा, नर्मली आरसिटी गरेको पछाडिको दाँतहरूमा 2 वर्षमा होइन, 2 वर्षको स्टडी गरेर हेर्दाखेरि 2 वर्षमा नियरली 50%देखि 60% तुथहरू फ्र्याक्चर भएको देखिएको छ। तुथ फ्र्याक्चर भयो भने निकाल्नु पर्ने हुन्छ। त्यही भएर आरसिटी कम्प्लिट भइसकेपछि चपाउने दाँतहरू छ भने त्यसमा क्राउन राख्नु पर्यो, ठिक छ, क्राउन राख्नु पर्यो। अनि क्राउन राखिसकेपछि पनि अब रेगुलर 6 मन्थदेखि 1 इयरमा एकचोटि बिचमा के भन्छ रेगुलर चेकअपहरू गराइराख्ने, जसले गर्दाखेरि त्यहाँनिर कुनै भनौँ न फुड इन्लजमेन्ट भएर ऊ भएको छ कि छैन होइन, इन्फेक्सन के भन्छ गिजाको कुनै समस्या आएको छ कि छैन, त्यो सबै कुराहरू पनि हामीले हेर्न सक्छौँ त्यसमा होइन। प्लस अर्को कुरा, अब साह्रो कुराहरू, अब क्राउनहरू राख्नु भएको छ भने खान मिल्यो, तर एकदमै साह्रो कुरा होइन, मैले त अब क्राउन राखेको छ केही पनि हुँदैन डक्टरले भन्नुभएको छ भने एकदमै हड्डी नै चपाउने त्यस्तो तरिकाले चाहिँ गर्नु भएन। जस नर्मल खानेकुराहरू हामीले मजाले खान सक्छौँ, त्यसरी गरेर केयर गर्नु पर्यो। ब्रसिङहरू गर्नु पर्यो र दाँतहरूको बिचबिचमा फ्लस गरेर डेन्टल फ्लस युज गरेर हामीले फ्लस गर्नु।